हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी बिबिएस 4th इयरको अन्टरप्रेन्योरसिप भन्ने कोर्सतिर गइरहेछौँ। अब अन्टरप्रेन्योरसिपको पनि हामी च्याप्टर 1मा छौँ होइन। अब आज चाहिँ हामीले धेरै कुरा स्टडी गरिसक्यौँ। हाम्रो अन्टरप्रेन्योर भनेको के हो, अन्टरप्रेन्योरसिपको प्रोसेस कस्तो हुन्छ, अन्टरप्रेन्योरको क्यारेक्टर्स कस्तो हुन्छ, अन्टरप्रेन्योरहरूको फङ्सन्स कस्तो हुन्छ, अनि हामीले एउटा सिम्पल कन्सेप्ट म्यानेजमेन्ट भनेको के हो त भन्ने कुरालाई पनि प्रिभियस भिडियोजहरूमा स्टडी गरिसकेको छौँ होइन। अब आज चाहिँ हामी इम्पोर्टेन्स अफ अन्टरप्रेन्योरसिप के हो त, जुन चाहिँ एकदम फ्रिक्वेन्टली आस्क्ड भएको क्वेसन रहेछ। मैले सेटहरू पनि हेर्दाखेरि इम्पोर्टेन्स अफ अन्टरप्रेन्योरसिप चाहिँ एकदम सोधिराख्नु भएको हुन्छ होइन। र हामी एकदम क्यारेक्टरिस्टिकमा र यो इम्पोर्टेन्समा चाहिँ एकदम विद्यार्थीहरू झुक्किएको, इभन मै पनि झुक्किन्छु होला होइन। हो अब कस्तो हुन्छ भन्दाखेरि अब झुक्किएको चाहिँ देख्न सकिन्छ कि। अब त्यही भएर आज म पनि हजुरहरू सँगसँगै नै ब्याचलर 4th इयर पढिरहेको होइन। त्यही भएर अब मलाई पनि आज रिभिजन होस् र हजुरहरूलाई पनि कतै सर्च गरिराख्नु नपरोस्, एउटै भिडियोबाट अथवा एउटै च्यानलबाट चाहिँ सबै कुरा कभर होस् भन्ने उद्देश्य लिएर चाहिँ मैले यो च्यानलमा अन्टरप्रेन्योरको चाहिँ भिडियो लन्च गरेको है। अब हामी आज चाहिँ इम्पोर्टेन्स अफ अन्टरप्रेन्योर भन्ने टपिकतिर चाहिँ जाऊँ होइन। अब इम्पोर्टेन्स अफ अन्टरप्रेन्योर भन्ने के बुझिन्छ भन्दाखेरि अन्टरप्रेन्योर किन चाहियो त, अन्टरप्रेन्योर मार्केटमा किन चाहियो। अलरेडी म्यानुफ्याक्चरर छन्, अनर छन् होइन, लिडर्स छन्। अन्टरप्रेन्योर नै भन्ने कन्सेप्ट चाहिँ किन इन्ट्रोड्युस भयो होला त। अब अन्टरप्रेन्योरले क्यापिटल इन्भेस्ट गर्छ क्या। क्यापिटल अन्टरप्रेन्योरको लागि त्यो क्यापिटल भनेको नट अन्ली मनी। अन्टरप्रेन्योरको लागि क्यापिटल भनेको मनी हो, मसिन हो, टाइम हो, माइन्ड हो, लेबर हो, सब कुरा हो क्या। उसको लागि क्यापिटल भनेको नट अन्ली फाइनेन्सियल क्यापिटल, उसको लागि क्यापिटल भनेको इच एन्ड एभ्री क्यापिटल हो क्या। मतलब ह्युमन क्यापिटल, रिसोर्स क्यापिटल, सब कुरा हो क्या। त्यही भएर अन्टरप्रेन्योरसिपको कन्सेप्ट चाहिँ चाहिन्छ, बिकज क्यापिटलको फर्मेसन हुन्छ भन्ने खालको चाहिँ कुराहरू चाहिँ बुकमा मेन्सन पनि छ है। एक्चुअली अब मैले छोटो तरिकाले एक्सप्लेन गरेँ भने हजुरहरूले इक्जाममा चाहिँ मजाले लेख्न सक्नुहुन्छ नि त। त्यही भएर मैले सट्ट मिनिङ चाहिँ हजुरहरूलाई भनिदिएको है। अब इम्प्लोइमेन्ट जेनेरेसन भन्ने खालको पनि एउटा इम्पोर्टेन्सको मेन्सन गरिएको छ है। अब इम्पोर्टेन्स अफ अन्टरप्रेन्योरसिपमा इम्प्लोइमेन्ट जेनेरेसनको कसरी कुरा भयो भन्दाखेरि कुनै अन्टरप्रेन्योरले एउटा कुनै आइडियालाई चाहिँ प्रोडक्टमा लन्च गर्छ, धेरै टाइम अफ रिसर्च गरेर एकदम टाइमहरू, मनी, माइन्ड इन्भेस्ट गरेर एउटा प्रोडक्ट लन्च गर्छ। अब त्यो प्रोडक्ट लन्च गर्दाखेरि त्यो प्रोडक्ट सेल हुनुपर्छ। त्यो प्रोडक्टको इफ प्रोडक्ट हो भने त त्यो प्रोडक्टको म्यानुफ्याक्चरिङ युनिट हुनुपर्छ। म्यानुफ्याक्चरिङ युनिट कसले चलाउँछ त, लेबरले, अथवा ह्युमन क्यापिटल चाहियो होइन। अब ह्युमन क्यापिटल चाहियो भनेपछि त्यसले अटोमेटिकली इम्प्लोइमेन्टको जेनेरेसन त गर्यो। त्यही भएर हाम्रो सेकेन्ड पोइन्ट चाहिँ इम्प्लोइमेन्ट जेनेरेसन हो है। अब हाम्रो थर्ड पोइन्ट चाहिँ ब्यालेन्स रिजनल डेभलपमेन्ट भन्छ क्या। जस्तै अन्टरप्रेन्योरले अब मैले प्रिभियस भिडियोमा पनि भनेको छु होइन। जस्तै फर इक्जाम्पल एउटा कुनै ब्याग लन्च भयो अरे, जसले चाहिँ गर्दाखेरि ब्यागमा चाहिँ एउटा चार्जिङ स्पट राखेको थियो, त्यसले चाहिँ हाम्रो फोनहरू चार्ज भयो होइन। अब त्यो फोनहरू चार्ज भयो भने चाहिँ एउटा इनोभेटिभ कुरा भयो नि त, इनोभेटिभ प्रोडक्ट भयो होइन। अब त्यसले कस्तो हुँदाखेरि ल त्यो युनिट चाहिँ मैले नवलपरासीमा गएर इस्टाब्लिस गरेँ भनेपछि म सकेसम्म मलाई अरू ठाउँबाट मान्छे हायर गर्नुभन्दा नवलपरासीकै मान्छेलाई हायर गर्न सजिलो हुन्छ भनेपछि मैले रिजनल्ली पनि इम्प्लोइमेन्ट जेनेरेट गरेँ अथवा रिजनल्ली पनि मैले डेभलप गर्नेतिर गएँ क्या। बिकज मैले इफ त्यो ठाउँमा मेरो बिजनेस स्टार्ट गरेँ अथवा मेरो प्रोडक्सन युनिट राखेँ भनेपछि मैले सर्टेन पोर्सन चाहिँ मैले सिएसआरमा पनि दिन्छु नि त होइन। कर्पोरेट के भन्छ अब त्यो सिएसआर भनेको चाहिँ कस्तो भन्दाखेरि मैले इन्भाइरोमेन्टबाट केही लिइरहेको छु, मैले एज अ उयो चाहिँ इन्भाइरोमेन्टलाई पनि दिइरहेको छु भन्ने खालको कन्सेप्ट हो। सिएसआरको बारेमा पनि हजुरहरूलाई केही कन्फ्युजन छ भने फर्दर कुनै भिडियोजमा कुरा गरौँला होइन। अब त्यस्तो कुरा गर्छ कि रिजनल डेभलपमेन्ट हुन्छ भने जस्तो हामीले एकदम प्रचलित इक्जाम्पल भनेको चाहिँ भाटबटेनीको हेर्न सकिन्छ होइन। अब भाटबटेनी स्टार्ट भएको काठमाडौँको भाटबटेनी भन्ने ठाउँबाट होइन। अब अहिले अब भाटबटेनी जतै पनि पूर्वदेखि पश्चिमसँग भाटबटेनी छ, तर अब उसले भाटबटेनी छ भन्दैमा काठमाडौँको मान्छेलाई धनगढीमा गएर त हायर गर्दैन, उसले धनगढीको रिजनल मान्छेलाई हायर गर्छ। सो द्याट रिजनल डेभलपमेन्ट भयो हो। त्यस्तो कुराहरू चाहिँ अब यो पोइन्टले हामीलाई दिन्छ होइन। अर्को भनेको के छ भन्दाखेरि रिसोर्स युटिलाइजेसन र मोबिलाइजेसन हुन्छ भन्छ।
एन्टरप्रेन्योरसिपले चाहिँ मजाले एन्टरप्रेन्योर्सहरूले मजाले मार्केटको बारेमा स्टडी गरेको हुन्छन्, एकदम रिसर्च गरेको हुन्छन् क्या उनीहरूले। कति प्रडक्ट फेल भयो र लास्टमा गएर कतिवटा आइडिया लगाउनु पऱ्यो र लास्टमा गएर एउटा प्रडक्ट सक्सेस हुन्छ होइन। त्यसको लागि त एकदम रिसोर्स युटिलाइजेसन हुन्छ होइन। रिसोर्सको अब के भन्छ, ह्युमन रिसोर्स भयो, फाइनेन्सियल रिसोर्स भयो, जे पनि रिसोर्सेस, वाट एभर रिसोर्सेस यु क्यान थिङ्क अफ होइन, त्यो सबै त एन्टरप्रेन्योरले युज गर्छ। त्यही भएर इम्पोर्टेन्स अफ एन्टरप्रेन्योरसिपमा चाहिँ रिसोर्स युटिलाइजेसन, प्रपर रिसोर्स युटिलाइजेसन हुन्छ भन्ने कुराहरू चाहिँ योबाट गर्छ है। अब अर्को भनेको प्रमोसन अफ एक्सपोर्ट हुन्छ। एक्सपोर्टहरूको चाहिँ प्रमोसन हुन्छ भन्छ क्या। जस्तै इफ मेरो कन्ट्रीमा एकदम राम्रो खालको होइन प्रोडक्टहरू लन्च भइरहेको छ भनेपछि म एन्टरप्रेन्योर छु, मैले कुनै प्रोडक्टहरू अथवा सर्भिसहरू लन्च गरेको छु भन्दाखेरि भनेपछि अब कस्तो हुन्छ नि, फरेनमा पनि बिजनेसहरूको चर्चा हुन्छ। हेर्नु है, बिजनेस भनेको यस्तो कुरा हो कि लाइक तपाईँलाई थाहा नहोला होइन, रिसेन्टली नै अहिले भर्खरै मैले पनि सुनेको थिएँ, हाम्रो मकवानपुर कि कहाँनेरि होइन आलुको यति धेरै प्रोडक्सन हुन्छ अरे कि मकवानपुरको त्यो एउटा कम्पनी चाहिँ बिकेम द एक्सपोर्टर अफ फ्रेन्च फ्राइज अरे क्या। मतलब त्यसरी एन्टरप्रेन्योरसिपले अथवा लिडरसिपले चाहिँ त्यसरी एक्सपोर्टलाई पनि प्रमोट गरेको देखिन्छ होइन। अब यो भन्दाखेरि त हजुरहरूले बुझ्नु नै भयो, एकदम क्लियर नै छ होला यो कुराहरू होइन। अब अर्को के भन्छ भने इन्हान्समेन्ट अफ प्रोडक्टिभिटी भन्छ क्या। अब एन्टरप्रेन्योरले नट एज अ लिडर होइन, जसले चाहिँ यत्रो स्ट्रगल गरेको छ होइन, उसले चाहिँ अब यस्तो मैले चाहिँ यो कुराको लागि चाहिँ मैले यो प्रडक्ट लन्च गरेको भन्ने हुन्छ नि त। अब त्यसको लागि चाहिँ उसले प्रोडक्टिभिटीलाई चाहिँ इन्स्योर गर्नलाई हि अर सी टेक्स एभ्री स्टेप क्या। कस्टमरको निसलाई पक्रेको हो नि त उसले। कस्टमरको जे पनि के भन्छ डिफिकल्टिज थियो त्यो उसले एड्रेस गरेर कुनै प्रडक्ट लन्च गर्छ भनेपछि त उसले प्रोडक्टिभिटी क्वालिटीमा त एकदम फोकस गरेकै हुन्छ होइन। हो त्यस्तो कुराहरू चाहिँ अब यो पोइन्टले चाहिँ भन्छ है। अब आजको लागि चाहिँ यति नै होइन। हामीले 6वटा पोइन्टहरू चाहिँ हेऱ्यौँ। जस्तै पोइन्ट नम्बर 1 के थियो भन्दाखेरि फर्मेसन अफ क्यापिटल होइन, इम्प्लोइमेन्ट जेनेरेसन थियो पोइन्ट नम्बर 2। पोइन्ट नम्बर 3 ब्यालेन्स रिजनल डेभलपमेन्ट। पोइन्ट नम्बर 4 रिसोर्सेस युटिलाइजेसन एन्ड मोबिलाइजेसन। पोइन्ट नम्बर 5 चाहिँ थियो प्रमोसन अफ एक्सपोर्ट। पोइन्ट नम्बर 6 चाहिँ छ इन्हान्समेन्ट अफ प्रोडक्टिभिटी होइन। अब यस्तो यस्तो कुराहरू छ है। फर्दर अरू टपिक पनि आउँला, पढ्दै जाउँला होइन। कुनै कन्सेप्टहरू बुझ्नु भएन, क्लियर हुनु नभने चाहिँ मलाई कमेन्ट गरिदिनु होला, लाइक गरिदिनुहोस् यो भिडियोलाई है। अनि आफ्नो साथीहरूकोलाई चाहिँ सेयर गरिदिनु होला होइन। म यस्तै राम्रो राम्रो भिडियो बनाएर आउने नै छु। हस्, आजको लागि धन्यवाद, बाई बाई।